Hey everyone, welcome back to my YouTube channel. आज चाहिँ हामी चटपटी बनाएर खान जाँदैछौँ। यहाँ एउटाको सास गइसक्यो। यता देखा। यहाँ हेर्नुहोस् मिठो। अहिले रातिको कति बजे म तपाईहरुलाई देखाउँछु है। अहिले चाहिँ 8:37 भइसक्यो। हाम्रो के भन्छ रे खजाना घरबाट आज चाहिँ हामी नौ यो अभिषेक हाल्छौँ, त्यसपछि चाउचाउ हाल्छौँ, भुजा हाल्छौँ, एकछिन स्टप गरौँ त। यो चाहिँ गाइज हैन अब खोरहरु चाहिँ हामीले विस्तार गरी हाल्नुपर्छ, फेरि खोर हुन्छ है। मलाई मसला पुवाट झरझर झरझर देखाउन हप्सीलाई पनि हेर्नुस् गाइज उता। यो म चाहिँ भनेको कालु डन गाइस, तपाईहरु देख्न सक्नुहुन्छ। यो कालु डन म भनेको केडन आशिका डन। अनि यता चाहिँ हाम्रो निधि डन। यो ड्याङ यति चाहिँ धेर हुन्छ, यति हाल्छौँ। त्यसपछि के देखाएको देखाउन कस्तो गुदी जस्तो क्यामेराम्यानलाई चाहिँ अलिक म तेल हाल्छौँ। माइन्ड नगर्नु होला। तपाईहरु हजुरहरूले चाहिँ चिनी हाल्नु हो भने एकदमै मिठो हुन्छ, तर हामीलाई चाहिँ मिठो लाग्दैन गाइस। त्यसपछि यो चाहिँ मैले घरमै जिरा र धनियाको धुलो हालेको छु। एकदमै मेरो पुरै शरीर पर्दैन, चटपटे देखाउ न। कस्तो वातेलाई मैले क्यामेराम्यान बनाएछु हौ। छ्या गाइस हेर्नुहोस् त, मिठो होला जस्तो छ है, तर मिठो होला जस्तो छ। ए स्टार्टैमा भएर यो चाहिँ हाम्रो अर्ग्यानिक घरमा फलेको स्टार्ट भएको हो। यो चाहिँ हाम्रो चुप्लामा एकछिन, यो चाहिँ हाम्रो घरमा फलेको अर्ग्यानिक कागतीलाई निमठेर यसरी रस निकालेको हो। मैले खुद आफ्नै हातले हेर्नु, अर्ग्यानिक हातले। ए मेरो जिन्दगीमा मैले केही गर्न सकिनँ भने पनि यतिको चटपटे बेचेर चाहिँ मैले दिदीको छोराछोरी पालिदिन सक्छु। तर कसरी सक्छु, दिदीहरू पैसा दिनु मैले चटपट बनाएर खुवाइदिएर पालिदिन सक्छु होइन। मलाई रातिसम्म सुत्नलाई सुख दिँदैन नि यो बच्चाहरूले। हेर्न 5 जना दिदीको 10 वटा बच्चाहरू छन्। मासु खाइसकेर यत्रो यत्रो बनाइसके, यो दुईटाले नै। अब अरू त झन् के कुरा गर्नु। हाम्रो कस्तो स्टार्ट भएको भएन, ए भइरहेछ। हाम्रो चटपटे चाहिँ यतिको तयार भयो। यसमा चाहिँ मस्तले कस्तो देखियो। अब यहाँ हेर्नुहोस् त गाइज हो, खोर्सानी खानुपर्छ यसरी ड्याङ्की ड्याङ यसरी हालेर। यो कसको चटपटे है? मेरो चटपटी हो। मेरो पनि चम्चा हाल्छ। ल गाइज अरे हेर्नु न, यहाँ बनाउनु चाहिँ म मरी ला फिल्टर पो युज भाँडैमा खाने भनेको हामी नै हो। जुठो चल्छ बच्चाहरू, हामीहरूमा जुठो चल्छ। चाख्छु ल कस्तो रहेछ। लाजी